हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानलमा स्वागत छ साथीहरू। आज चाहिँ धेरै दिन पछाडि मैले भिडियो स्टार्ट गराएको साथीहरू, अन्तिमसम्म हेरेर साथ दिनुहोला र नयाँ हुन्छ भने मेरो युट्युब च्यानललाई पनि सब्सक्राइब गर्नु साथीहरू। र हजुर के कसो हुन्छ सन्चै हुन्छ होला, म पनि एकदम फिट एन्ड फाइन छु साथीहरू। र आज चाहिँ म बुधबारे निस्किसकेको साथीहरू। बुधबारेसम्मको लागि हामी आज जानेछौँ साथीहरूसँग, दाइहरू भाउजूहरू र मेरो श्रीमती अनि बुहारीसँग हामी चाहिँ आज जानको लागि हामी 4-5 जना सल्लाह गरेर अब निस्किसकेको साथीहरू। अन्तिम भिडियो हेर्नु होला साथीहरू र मेरो युट्युब च्यानल पनि सब्सक्राइब गर्नु होला साथीहरू। अब जानुपर्ने हो साथीहरू, हामी चाहिँ यता यो चाहिँ अब हिँड्दै जानुपर्ने साथीहरू। आज चाहिँ आजको भ्यू चाहिँ यस्तो रहेको छ। यो बिहानको 6 बजिसकेको छ अहिले चाहिँ साथीहरू। यस्तो देखिन्छ यहाँ चाहिँ हाम्रो गाउँले चाहिँ यस्तो देखिन्छ साथीहरू। भ्यू चाहिँ अब जानुपर्ने हुन्छ यता साथीहरू। म चाहिँ अब हिँडिरहेको साथीहरू। अब अगाडि बढ्नुपर्ने हुन्छ बुधबारेतिर है। साथीहरू फाइनली हामी चाहिँ समला काटिसकेको छ अहिले चाहिँ। अब हामी आहालेको लागि चाहिँ समलादेखि अगाडि बढिसकेको साथीहरू। र अन्तिमसम्म मेरो भिडियो हेरिदिनु साथीहरू, के कस्तो लाग्छ होइन। अब हामी आहालेको दृश्यहरू पनि देखाउनेछौँ र त्यहाँदेखि अगाडिको के कस्तो दृश्यहरू देखिन्छ त्यहाँ, त्यो बाटोको सबै दृश्यहरू म देखाउने कोसिस गर्ने साथीहरू। र त्यहाँदेखि 6 नम्बरे बुधबारेको भिडियोहरू पनि देखाउने साथीहरू है त साथीहरू। अब जानुपर्ने साथीहरू यता फेरि अगाडि बढ्नुपर्ने हुन्छ। हाम्रो यात्रा जारी छ। आजको हाम्रो यात्रा यस्तो रहेको छ साथीहरू। साथीहरू हामी चाहिँ फाइनली अब आहाले पुगिसकेको छ अहिले। यो चाहिँ आहालेदेखि देखिने दृश्यहरू रहेको साथीहरू। यो चाहिँ यस्तो रहेको साथीहरू है। यता भाउजूहरू अनि त्यहाँदेखि मेरो श्रीमती जाँदै हुनुहुन्छ यता अगाडि चाहिँ। यो चाहिँ आहालेदेखि देखिने दृश्यहरू रहेको साथीहरू।
अब हामी चाहिँ यो डाँडा हुँदै उकालो फेरि चढ्नु पर्ने साथीहरू। यता आहाले बजार यहाँ तल घाम लागिरहेको साथीहरू। यस्तो आजको हाम्रो यात्रा जारी छ साथीहरू। यहाँदेखि यस्तो बबाल देखिन्छ साथीहरू यो भिउहरू, यो आहालेदेखि देखिने दृश्यहरू रहेको साथीहरू। यस्तो यता पर हाम्रो बाराजी मन्दिर रहेको साथीहरू। साथीहरू फाइनली हामी चाहिँ यो फिरगौली चोक भन्ने ठाउँमा आइपुगेको छ। अहिले आहाले काटिसकेर हामी अहिले चाहिँ फिरगौली भन्ने ठाउँमा आइपुगेको छौँ साथीहरू। र अघि चाहिँ बाटोमा चाहिँ मैले भिडियोहरू बनाएन, किनभने एकदम हुसुले ढाकिराखेको थियो। त्यही भएर मैले चाहिँ भिडियो बाटोतिरको मैले गर्ने साथीहरू। यहाँ चाहिँ अलिकति अहिले हुसु चाहिँ लागेको छैन, अहिले हुसुले छोडिसकेको छ र अलिअलि यता डाँडातिर लागिरहेको छ। यता अहिले बाटोतिर चाहिँ छैन हुसु, त्यही भएर यहाँ चाहिँ भिडियो गरिरहेको साथीहरू। यो चाहिँ फिरगौली चोक भन्छ। यो बुधबारे नजिक पर्छ है। बुधबार अब यहाँदेखि हिँड्दै त्यही 40-45 मिनट लाग्छ बुधबारे पुग्नको लागि साथीहरू। यहाँ चाहिँ यो फिरगौली चोक भन्छ साथीहरू। यहाँनिर यो प्रहरी चौकीको एउटा बोर्ड टाँसेको छ साथीहरू। यो हामी यही बाटोदेखि आएको हो। अनि यता चाहिँ यस्तो छ साथीहरू। अब हामी जानुपर्ने हुन्छ यता तलतिर साथीहरू। फाइनली हामी चाहिँ अहिले बुधबारे बजार आइसकेको छ। अहिले यो चाहिँ हाम्रो बुधबारे बजार आएको साथीहरू। अब चाहिँ हामी बजारतिर जाने साथीहरू। मेरो भिडियो चाहिँ हेर्दै गर्नु साथीहरू। यता जानुपर्ने साथीहरू। यो चाहिँ हाम्रो बुधबारे बजार रहेको साथीहरू। यस्तो छ। यता दाइहरू कान्छी अनि बुहारीहरू जाँदै हुन्छ। यता यो चाहिँ हाम्रो बुधबारे बजार है। यता आजको साथीहरू यता बजार लागिरहेको छ। यो यता गाडीहरू अब हामी चाहिँ बजारतर्फ जाए साथीहरू। अब बजारतिर किनमेल गर्नेछौँ हामी। आजको हाम्रो बुधबारे बजारको दृश्य यस्तो रहेको साथीहरू। भ्यूज एकदम दामी छ। के हो दाजु यार?
यो चाहिँ बुधबारको आजको बजार रहेको साथीहरू यस्तो है।